भाइको टिकट क्यान्सल भयो तीनटा आइडी छ के भयो जान्छ हलमा अनि त्यो टिकट गरेछ अनि मलाई भन्दै थियो म टिकट गरेर ल्याएछु अनि तिमी चाहिँ आउनु भएन अनि यो मान्छे छ विदेशमा म छु नेपालमा कसरी यो मलाई लगेर जान्छ फिल्म हेर्न त्यही त कसरी त्यो सम्भव हुन्छ त्यो गाह्रो छ नि त्यस्तो होइन विदेशमा हानेर दाइ मेरो कुरा सुन हिजो भनेको भन फिल्म हेर्न जाने राति होइन भने होइन ए 12:03 हेर्न जाने होइन भने होइन मैले चाहिँ टिकट उसले भनेको टिकट काट्नु भने होइन अनि मैले टिकट भाइले त अब त त्यो भयो नि त दुःख भयो अनि आएर के गर्ने भन्नु दाइ टिकट कटा दी लवली काटेको थियो कि कहाँ पगलीको काटेको थियो के भएको रे मोबाइललाई पनि जहाँको होस् टिकट भनेपछि टिकट हो होइन भाइले अब होइन इच्छा थियो लग्न होइन अब टिकट काट्नु भयो भयो त्यो त मैले पनि माने होइन तर उहाँ पनि अब टाइम मिलाएर जानु पर्यो नि त अब टाइम आएन भने क्यान्सिल भइहाल्छ नि त त्यही त भाइले खसाएर भन्नु पर्यो नि त मेसेज गरेर यसो भन्नु पर्यो म आउन सक्दिनँ म काममा बिजी भएँ विदेशमा होइन यो लभली छ विदेशमा मलाई जिस्काउँदो रहेछ हजुर चाहिँ पनि कुवेतमा हुनुहुन्छ त होइन म कहाँ छु हो म त घरमै छु होइन सोध्नु दाइहरूलाई कुनै दाइले भन्दाखेरि हुन्छ मसँग छु कि नेपालमा छु सोध्नु कुनै दाइ बस्दाखेरि ल सोध्नु त ल हामी भन्दै ल नेपालमा छ तर उ चक्तिको चक्करमा हमरा आँखा इमान बेच देबै न होइन नि आफ्नो इमान चाहिँ नबेच्नु होइन साँच्चै भन्नु यो लभली चाहिँ कहाँ छ साँच्चै भन्नुपर्छ भाइ साँच्चै भन्नु थाहा भएन मलाई भाइ अहिले कहाँ छ पहिला चाहिँ हाल चाहिँ विदेशमा थियो अहिले चाहिँ कहाँ छ त्यो थाहा भएन हामीहरूलाई अहिले पनि विदेशमै छ यो भाइ चाहिँ अहिले पनि अब त्यो भिडियो कल गरेर हेर्नु न कहाँ छ थाहा लागिहाल्छ नि त हामीसँग नम्बरै छैन भाइको कहाँ छ हामीहरू त घरमा छु हेर्नु नि यो गुवालीमा छ दलाल भन्छ कि सबै दलाल तपाईँहरू जम्मै नेपालमै हो म चाहिँ मात्रै विदेशमा छु साँच्चै हो अहिले चाहिँ विश्वास गरेको अनि भन्नु पर्यो नि त विदेशमा छु भनेर भ्याउँदिन भनेर सक्यो तपाईँहरू चाहिँ नेपालमा म चाहिँ विदेशमा छु एक्लै म विदेशमा तपाईँहरू जम्मै